आज खाना ही दिखाने हैं? हाँ? खाना ही दिखाने हैं? कहाँ हुई? नहीं। कहाँ हुई? फिर रिसाउँछ यार। यार स्केर से। मस्त खाना है? आज अंडा पकौडी आएर रहेछ। केला छ? नि चट्ट केला छ। केला चट्ट खाऊ। हैन? वाटरमेलन छ। मैले भित्रको कलेज मात्र लिएर आएको छु वाटरमेलन। खाऊ। कहाँ गयो मेरो सिस्टर? अलिकति यो चाट मसला हाल्यो भने ठिक हुन्छ कि कायदा हुन्छ खाना। खाऊ। रोटी ल्याएको छु, 2 बोल मासु झोल ल्याएको छु, भात ल्याएको छु, 1 बोल सब्जी पुगिहाल्यो नि। होइन पुगिहाल्यो। ए त्यो उसले कान्छाले प्यासी पनि ल्याउनु दाजु आज भन्थे त को त्यो रुम पार्टनर क्या त्यो रोजा राख्ने मान्छेले क्या सानो रात ल्याउँछु नयाँ मार्केटबाट ल्याएर आउने के अरेन्ज त गाडी पनि ल्याएर तिमी देख्यौ अस्ति न मैले त किनेर ल्याएको खतरा बोल्छ खतरा बोल्नु हुन्छ हैन मेरो छोरीलाई देखाएको मेरो छोरीले भन्छ अहिले म ठुलो बसे किन ल्याएको भन्छ किन के भन्नु अनेक सोक छ मेरो तपाईको पनि ओ त्यहाँ जुस छ जुस निकाल फ्रिजमा के खाने म्याङ्गो खाने ककटेल खाने हो स्ट्रर रहेछ खाऊ केला खाऊ खाने वेस्टेज डस्टबिन 100 रुपैयाँ ओ कुकी पनि छ यार तिमीलाई कुकी पनि ल्याइदिन्छु कुकी के हो कुकी ए यही बनाएको हो यो हाम्रै मार्केटमा मार्केट गरेर हाम्रै होटलमा बनाएको यो अफिसरले मात्र खाने हो कि इन्जिनियरले ल हान्दिउँ न माटो च्यास गरेर ओपन गर अलिक सेकिङ गर्नुपर्छ मार्केट गएर के खानु त नि यही खान लाग्यो अब हेरेर आउनु माट ल च्यास आज दिपकको मैले पार्टी गरेको छु है यहाँ फेरि अब फेरि सक्नु भयो यार केटाहरु ल च्याक अन्डा पकौडा हो अन्डा पकौडा साथीहरुलाई आऊ भनेको कसै कोही आएन स्टिल ब्याग पनि ल्याएको नि मैले आज कफी खाने भनेर ल्याएको यो चला हाल पनि आज इफ्तार मानेको नि मुटु मात्र लिएर आज मैले कलेज मात्रै हो नली मात्रै छ त एन्टनी कहाँ गएको घर किन आज जाँदै थियो त्यही भएर 2टा सुटकेस लगेर नयाँ म्यानेजर पनि गएको थियो नयाँ म्यानेजर बसमा आउँछ के गाडी दिएछ बसमा आउँछ त्यहाँ हेर मैले 2 किलो भन्दा धेरै छ त्यो अरेन्ज अस्ति लिएर आएको राजेश बौला नै आएर नि
यो चाट मसला हालेर खानु दामी हुन्छ यार धेरै रहेछ यार फ्याँक्ने हो त्यो सब रसुन पाल्न यार मस्त हुन्छ क्या चुस्न गजब हुन्छ क्या यो तपाईले बनाएको हो यो आज ये दिए उसको म रमजान कहिले सकेला भन्ने भएको छ यार किन हो कि सके यार कतरा देखेर यार त्यो इन्जिनियर गरिहाल्छ नि आज टिस्यु पनि ल्याएको छु मैले सब व्यवस्था छ त के हो यार व्यवस्था म भने यसले ल्याउने केही पनि मैले चाहिँ म ओसार्ने यो भक्कल ल के राख ल ए आज त डाइट दोहोरो छ यार नै त्यही राख्नु न यार कहाँ एकैचोटि खानु सकिन्छ भने राजेश कहाँ गयो आउँछ होला नि मुट्टु मुट्टु खानुपर्छ मुट्टु मुट्टु खानुपर्छ एन्थोनी कहाँ थाहा छैन यत्रो आज देख्नु भएन किचनमा छैन नि छैन कहाँ गयो दुईवटा सुटकेस बोकेछ घर गयो कि मस्कट गयो है अब मस्कट गयो होला त्यो मस्कटै फिला फिला छ त यार मनोज के भन्नु आएन भन आउँदैन भनेर राशन लिएर आउँछु मैले कलकत्ता खाऊ भने दिन्छु अनि यो गतिलो गतिलो मला छ क्या गतिलो गतिलो मला छ खानुपर्छ कान्छाले आज भन्दै माटो पेप्सी लिएर आउनु त आज पेप्सी खानुपर्छ भन्दै क्या ल म साँझ लिएर आउँछु बिहान जाने माटो नै पेप्सी त के खान्छ चिप्स ल्याउने त्यहाँ मार्केटमा अब अहिले नयाँ चिप्स छ क्या आलु पोटेटो चिप्सको त्यहाँ हाम्रो पाउँछ नि स्पाइसी वाला त्यो सकेन यहाँ पाउँदैन त्यहाँ पाउँछ वहीँबाट ल्याउने क्या त्यहाँ सानो कोको कोला पनि पाउँछ तर अब यत्रोजनालाई त ठुलै ल्याउनु पऱ्यो है मनी ब्यागै बोकेर जानु पर्यो होइन माटोले फाटेको भए पनि माटो नै करोडौँ र फाटेछ क्या ब्यागै फाटेछ है क्या फाटेछ म पनि भर्खरै आएको अल्छी न अलि अगाडि आएको आज 6 बजे हिँड्दै गयो रिसल्ट दिमाग खराब यार ब्रेक टाइम पनि घटाइदिएछ अनि काम हेर्दै हिँडिहाल्नुपर्छ कि ब्रेक टाइम पनि घटाइदिएछ बिहान सेम ड्युटी दिएछ 10 घन्टा गर्नुपर्छ यार रमजान पनि नक्सा कोर्न टाइम लाग्छ कि मेरो झन् के अरे म 6, 15, 20 मा जान्छु अहिले भर्खर आएको म आएरै मैले तिमीलाई म्यासेज गरेको खालि यो बेड कभर चेन्ज गरेँ
चेन्ज गरेर हिजो बाहुनलाई भनेको थिएँ बेडकाउ लिएर आऊ देव बाहुन भनेको थिएँ त्यसले लिएर आएको थियो लिएर आएर पलाइसलाई केही छैन कति पातलो दिएको त नि कि पातलै हालेको त्यो उता मोटा छ नि पातै हाल्यो ठिकै छ दुख्छ त अन्त ढाड दुख्छ फेरि खाऊ के खानु खाऊ भएको यार कहाँ यत्रो बोकेर आएको त यार ककटेल मैले त अरेन्ज ल्याउनु मैले ककटेल ठिक हुन्छ एप्पल हो एप्पल अरेन्ज के छ ग्रेप्स जाम त जाऊ